उठेर बस्नु तपाईँ है त्यो चाहिँ हाम्रो गौतम बुद्ध क्लियर छ मौसम चाहिँ। नमस्ते सम्पूर्णलाई र फेरि पनि स्वागत छ हजुरलाई आजको यस न्यू डे न्यू ब्लग होइन। अब हिजोको ब्लगहरू फिसिङ हन्टिङतर्फ आइरहेको थियो हाम्रो भनेर आज हामी नारायणघाट बजारतर्फ जान आँटिरहेको छौँ भने र हाम्रो साथमा हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ हाम्रो सुब्बाराज दाइ। उहाँहरूमा चाहिँ हल्का बजारतिर हल्का काम थियो र त्यही निम्टाउनु र नारायणीको भ्यू हेरेर फ्रेस हावा खानुतर्फ जान आँटिरहेको छौँ भने बजारको रमणीय दृश्य हेरेर जान आँटेको। अहिले चाहिँ व्यवसायले चाहिँ रेडी भएर निस्किसकेको छु। ल अबको हाम्रो यात्रा हुनेछ बजारतर्फ। ल साथमा हुनुहुन्छ आज हाम्रो सुब्बाराज दाजु। ल अब नारायणीको हावा खानुतर्फ यसो घुमघाम आज धेरै त बजारमा आएको चाहिँ अनि आज सट्टा लगाएर लाग्यो। अब सोल राइड अहिले चाहिँ बजार आइसकेको छु है। अब त्यो अब नारायणतर्फ अब यात्रा हुनेछ अनि त्यसपछि हुन्छ अब हल्का धेरै भए त बजारमा आएको छैन आज बजारतर्फ। चक्क साथमा भन्नु चाहिँ हाम्रो सुब्बाराज दाइ। अब हल्का बजार घुमघाम है त मान्छे त्यो शीतल छ आजको दिन त्यस कारणले चाहिँ आएको भने यस लड्स अब त्यो आज अब नारायण जाने नारायण गएर चाहिँ हल्का नारायणीको माहौल हेर्ने अब घुमघाम बजारमा। सो गाइस अहिले चाहिँ हामी नारायणीको अब कतिको पानी बढ्छ यसो घुमघाम गर्नु आइसकेको छ हामी दाजुभाइ यहाँ। अब हेर्ने चाहिँ अब नारायणीको चिसो हावा खानतर्फ आइसकेको छ भने त्यो रमाइलो छैन। अब घामले के साह्रो हानेको थियो यहाँ। सम्म बसेर लस्सी उता मजाको अब उता बुझाइले जाने नि चारवटा हामी घामले ओपन हाल्यो के साह्रो बढेको त नि यहाँ। जो पहिला चाहिँ बाढी आएको थियो अस्ति एकचोटि ओभर पानी परेको थियो नि त त्यतिखेर चाहिँ अब उपर यहाँ पानी चल थियो कि अब यहाँभरि पानी के हान्दिनु त यहाँ बस्दैन यहाँ बस्ने कि उता जाने यहीँ बस्दिनु भयो यहीँ बस्नु। सलाड अहिले चाहिँ अब पेट पूजा बनाएर चाहिँ अब आइसकेको छ भने अब स्यान्डविच र अब कन्टा खाने अब यसो नारायणीको तातो हावा सँगसँगै अनि लस्सी खाएर अब घरतर्फ जो बेला बेलाको हुन थालेर होला अलिअलि हावा चलिरहेको छ कि। ल अब 10 साथीहरू आइसकेको छ हाम्रो कन्डक होइन। अब चट्टै आला खानु पर्ने हुन्छ। ल हाम्रो यो कन्डक भित्र टन्केको चिज त होइन चिज होइन ल बुझ्यो बल्ल शीतल है। Laughing at me.
दामी 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 खतरा खायो ल अर्को फेरि हाम्रो स्यान्डविच खानु नि त नि घप्पा हान्नु फिर टिश्यू पेपर चबाउला है तपाईँ भेज स्यान्डविच होइन भेज सब भेजी रहेछ त्यहाँ कस्तो हो त रिभ्यू दिनु त अनि सर्ट नारायण तिरको स्टलको ठिकै हो नट ब्याड सब होइन म त्यति लाउँछ What to do? जुस भेजी स्यान्डविच चाहिँ मिठै हुने रहेछ चट्ट खाएको अब Not bad. ऊ लाफिङ र के हो स्प्रिङ पटाएर बनाइदिनु न त्यो लाफिङ र अनि त्यो पटाटोकै अनि त्यो आलु टिक्की झोल गरिदिनु न त्यो पटाटो स्प्रे पटाटो दुइटा आउने हो कि एउटा आउने एक प्लेट दुइटा है जोस् रमाइलो भएको छ धेरै दिनपछि अब नारेडीमा टक्क बसेर होइन चारवटा अब खाजा खानु चाहिँ छिट्टै रमाइलो गरिरहेको छ हाम्रो दाजुसँग रमाइलो छ एकदम सलाड अहिले चाहिँ हाम्रो अब अघिसम्म चाहिँ हामीले स्यान्डविच र कन्डक खायो भने अहिले अब फेरि पनि अब अर्को नयाँ डिसहरू तिनवटा आइटम आइरहेको छ भने र हेर्न सक्नुहुन्छ यतापछि हाम्रो स्पिरियल पोट्याटोस है अनि टक्क यतापट्टि हुन्छ हाम्रो लाफिङ होइन अनि यसपछि फेरि आलु टिक्का चाट अब यो खाएर चाहिँ अब लाग्ने छ भने अलिकति धेरै इन्टरनेटमा देखेको र आज स्वयं आफ्नै हातले खाना चाहिँ कस्तो हुने रहेछ अब टेस्ट गरौँ न यो त घरमा बनाउन सक्छ होला होइन खानु त ल्याउनु के बनाएर अब पहिले मुसेर अनि डल्लो बनाएर तारे हो कि यो आलु आलु होला नि आलु त आलु हो तर अब आलुमा के हाल्यो थाहा भएन ठिकै छ त्यस्तो मिठो नि छैन यता क्रन्ची हुन्छ होइन छैन होला आलु टिक्का सलाड अहिले चाहिँ अब आउने बित्तिकै चाहिँ अब यसो भोक लगाइरहेको थियो कि अनि त्यस कारण अनि भेजी आइटम आज खाइदियो कि स्यान्डविच यताउता रेवा थियो नआएको र आज हल्का आइदिएको कि यता अस्ति भएर चाहिँ हाम्रो यो अब बाढी आएको थियो बाढी आउँदाखेरि चाहिँ सब यहाँ भले भले अहिले चाहिँ हामी अब नारायणीको जादु हेरौँ जादु हो ल अहिले चाहिँ बुद्धको मूर्तिको यहाँ चौतारामा चिसो हावा खानुतर्फ के हो जादु हो यहाँ
यहाँ पर क्या हो रहा है? आमा सुन काटी बनाइदिनु बुझ्नेलाई इसारा काफी मूर्खलाई ज्ञान भालुलाई पुराण सुनाएर काम छैन मैले हात जोड्दा जोड्दै चाहिँ यताउता नगर्दिनँ किनकि यो हात भनेको जहाँ पाए त्यहाँ जोडिने हात होइन है फेरि म नि हात नपाएर आएको जान्छु न हो मैले हात जोडिरहेको छु मेरो पनि बुझ्दिनु है यत्तिकै चाहिँ यो हात जोडिँदैन है फेरि कुनै पनि ठाउँमा यो हात यत्तिकै जोडिँदैन यो कुरा याद अलिकति अगाडि आइदिनु सबलाई के हुन्छ अलिकति अगाडि आइदिनु अगाडि आइदिनु के तपाईँहरू मर्छ अनि तर्से लाग्दा फेरि झिक्यो नडराउनु त्यही भएर त हात जोडेको पनि डराउनु पर्दैन ल एक भयो दुई भयो ल मैले भनेको कुराहरू यहाँ भइसक्यो अझ पनि म तपाईँलाई सानो भाइ भएर लास्ट एक्चुली यहाँ होइन यहाँ माथि हात जोड्छु एकैछिन दायाँ बायाँ बाहिरभित्र नगरिदिनु है आनन्दले आफ्नो ठाउँमा बस्छ 3 भन्दा ताली पड्दैन है 1 2 खालि प्रेमले पढ्नुहोस् त मन्त्र मेरो 3 निन्द्रा आइले आयो भने गर्नु चाहिँ के गर्यो त्यहाँ खाइला जादु के को हड्डी हो थोरै अगाडि आइदिनु थोरै अलिकति उता खस्नु लाग्छ अलि अगाडि आइदिनु केही हुँदैन क्या म तपाईँहरूको घरको भाइ भतिजा सम्झिनु केही हुँदैन तपाईँहरूको दाजुभाइ हो अलि अगाडि कुनै अदृश्य मदृश्य नर बाँध्नुवाला होइन क्या म अलि अगाडि ल भएन यसलाई खेलिआएको मैले इन्द्रजालको एकैछिन हात जोड्दा जोड्दा दायाँ बायाँ नगरिदिनु भनेको यत्रो मान्छेले कुरा बुझिदिनु भयो आफ्नो ठाउँमा बसिदिनु भयो धन्यवाद तर यो मेरो भिडमा एकैछिन दायाँ बायाँ बाहिरभित्र चाहिँ नगर्नु है तपाईँले दायाँ बायाँ गर्नुभयो च्याट समाइदिन्छु नि फेरि यही हातले पछि मलाई गाली नआउनुहोस् है 1 काम सानोले ज्यान तताइदिए जिब्रो बाहिर निकालिदिनु 2 1 पानीको हात पनि सबैले खुल्ला गर्नु है 1 2 अलि प्रेमले पड्काउनु थाल्यो अलि पड्काइदिनु अलि पड्काइदिनु एकचोटि जोडले ल भयो बन्द ल भयो पुग्यो भयो पुग्यो अब यो संसारमा जाति हुन्छ यो भाइ उठ्छ यो भाइले उठेर बत्नुहुन्छ तपाईँ कहाँबाट आउनुभयो तपाईँले के खानुभयो तपाईँको जुदानमा के भइरहेछ तपाईँको घर परिवारमा के भइरहेछ तपाईँको मोबाइल नम्बर कति हो यो भाइले बताउन सकेन ओइ बोलिरहेको बोलिरहेको जिरो काटेर म रोएर होइन ल म रोएर होइन हाँसेर गइदिन्छु तर भाइ अब ल दिदी बुझिदिनु है यो मान्छे नम्बर ल बोल्नुहोस् तपाईँ भाइलाई उठाइदिउँ ल सबैलाई सोधेको बोल्नुहोस् न उठाइदिउँ अलि जोडले बोल्नुहोस् न उठाइदिउँ म यो भाइलाई उठाउँछु यो भाइले उठेर बत्नुहुन्छ तपाईँ यो भाइलाई उठाउँछु यो भाइले उठेर बत्नुहुन्छ तपाईँ केही हुँदैन किन म औषधि मैसँग केही हुँदैन के ल ल एकैछिन यताउता नगर्नुहोस् है अलि अगाडि केही हुँदैन औषधि यहीँ छ कि केही हुँदैन अहिले त्यस्तरी ढल्यो टाउको सबै फुट्दैन साँच्चीकै ढल्यो यसलाई इन्द्रजालको खेल हो के भएन अहिले उठ्छ सोलर अहिले चाहिँ हाम्रो त्यहाँ जादु चाहिँ ओभर चलिरहेको छ कि अब के कसो हो अब फेरि पनि जादु देखाउँदै देखाउँदै चाहिँ खतरा एउटा मान्छे चाहिँ यहाँ ढलिसकेको छ भने खै अब भिडियो गर्न त अलिकति कसो कसो लाग्यो कि त्यो
अब नारायणी हेर्न आएको यहाँ यसो जादु सदु देख्यो के अरे हेर्न सक्नुहुन्छ नारायणीको अवस्था यस्तो क्लियर छ मौसम चाहिँ अहिले चाहिँ नारायणी चाहिँ जोस् नयाँ थपेर चाहिँ के हो थाहा भएन कि जोस् स्ट्याचु छ है त्यो चाहिँ हाम्रो गौतम बुद्ध के हो यो राम्रो रहेछ मान्छे चाहिँ फेरि लड्स अफ यता चाहिँ जोस् रमाइलो रहेछ यता मान्छे जोस् घुम्न चाहिँ आउने रहेछ अन्त आज के छ नि हाल खबर कतिको फुटेज नभएर भएको त जोस् जादु धेरै बवाल धेरै ठाउँको मान्छेहरूले डरै लाग्यो सो राइड अहिले चाहिँ भर्खरै गराइसकेको छु पनि र त्यही रानी आज चाहिँ हामी उता के भन्छ बजारतर्फ हल्का काम थियो अनि त्यसपछि नारायणी बजारतर्फ घुमघाम गरेको थियौँ भने त्यो त्यहाँ चाहिँ हल्का भूत के हो त्यस्तो अब जादु टाइपको चाहिँ सो देखाइरहेको थियो अब त्यसमा चाहिँ अब देख्नुभयो भिडियोमा अब पक्कै ढलेको थियो एउटा हाम्रो एउटा सिस्टर चाहिँ ढल्नु भएको थियो भने जे होस् त्यो के भन्छ त्यो अब जादु देखाउने क्रममा अब त्यो सिस्टरको चाहिँ अलिकति मन कमजोर होला नि त आई गेस अब त्यस्तै लाग्यो मलाई चाहिँ मन कमजोर गरेर डल्नु भएको थियो र त्यो त्यहाँ चाहिँ अनि ओभरै यो के हुन्छ अब ओभरै यो पुलिसै आएको थियो होइन पुलिस यता उता आएर सबै चलिरहेको थियो कि अलिकति त्यो सिस्टरतिर अलिकति माया लगाएर आइरहेको थियो र त्यो अनि त्यहाँको चाहिँ त्यो सो चलाउने मान्छेले ओभर जादु देखाउन क्रममा अलिकति एट्र्याक्ट अलिकति बढी नै गरेको थिएन त्यस कारण आज त्यो सिस्टरको त अलिकति मन कमजोर होला मन कमजोर भएर चाहिँ ठाउँको ठाउँ अन द स्पोट ढलेको थियो भने जे होस् उठाएर चाहिँ अहिले जे होस् नर्मलै भएको थियो भने जे होस् त्यहाँको मान्छेले चाहिँ अब पुलिसहरू बोलाएर यताउता जिम्मेवार त्यस्तो चलिरहेको थियो भने त्यस्तो त मैले भिडियो बनाइनँ र त्यो अहिले चाहिँ भर्खरै घर आइसकेको छु भने र त्यो आजको ब्लग चाहिँ अब जादु भयो नारायणीतर्फ गएको थियो भने र त्यस्तो अब क्रियाकलाप पनि देखेँ आजको दिनमा भने र त्यो अलि मन कमजोर भएको मान्छेले चाहिँ त्यस्तो ठाउँमा चाहिँ अलिकति झ्याउने हुने रहेछ भनेर जस्तो लाग्यो मलाई चाहिँ त्यही हो अब टिस्टा देखेर चाहिँ माया लागेर अति र अन द स्पोट मन कमजोर भएर ढल्नु भएन अनि त्यसपछि त जे होस् उहाँ चाहिँ ठिकै हुनुहुन्छ भने र अहिले चाहिँ भर्खर घर आइसकेको छु भने र त्यो आजको ब्लग हजुरहरूलाई के कस्तो रहेछ आफ्नो प्रतिक्रिया दिनुहोस् होला र फेरि पनि भेट्नेछु हजुरहरूलाई न्यू डे न्यू ब्लग न्यू एपिसोडमा र हिजो अस्तिको ब्लगहरू हजुरले हेर्नु भएको छैन भने गएर हेरिदिनुहोस् होला र साथ माया देखाइदिनुहोस् होला भन्नु चाहे र फेरि पनि भेट्नेछु हजुरहरूलाई अर्को न्यू एपिसोडको साथमा र अहिलेको लागि ब्लगबाट बिदा चाहे र सबै संसारमा सोच रहनुहोस् होला र अन्तिम समय हेरिदिनु भएको सम्पूर्णलाई थ्याङ्क यू फर वाचिङ किप लभिङ जय नेपाल सम्पूर्णलाई